जय लक्ष्मी माता। मैले चाहिँ आज लक्ष्मी पूजा गर्नको लागि के गरेँ मैले सुरुबाट देखाउँछु है त। पहिला चाहिँ मैले यहाँ गोबरले लिपेर यसमाथि मैले रङ्गोली बनाउन सुरु गरेँ। अनि यसलाई चाहिँ मैले सेतो कलरले सर्कल बनाएँ, एउटा राउन्ड शेप दिएँ। अनि त्यसपछि फेरि बिचबाट क्रिस क्रस गरिदिएँ। अब यसलाई मैले ओभरल्याप गर्न थाल्छु है, जसले गर्दा अलिकति गाढा राम्रो देखिन्छ। साइडमा चाहिँ मेरो छोरी बसेर मलाई हेरिरहेकी छिन् रङ्गोली बनाएको। अनि यसमा चाहिँ मैले फेरि बिचबाट अर्को क्रस बनाइदिएँ। अनि त्यसलाई चाहिँ मैले फेरिबाट अर्को क्रस पनि बनाएँ। अनि त्यसलाई चाहिँ मैले ओभरल्याप गर्न थालेँ। अलिकति गाढा देखिन्छ भनेर मैले ओभरल्याप गरिदिएको। अब मेरो नानीले चाहिँ अब यसरी बनाउनु भन्दै मलाई भनिरहेकी छिन्। मैले चाहिँ अर्को कलर लिएँ। यो चाहिँ फिक्का हरियो कलर हो क्यामेरामा जस्तो देखिए तापनि। अनि मैले फेरि अर्को पिङ्क कलर लिएँ र त्यसलाई पनि मैले खाली भएको ग्यापहरूलाई भर्न सुरु गरेँ है त। कलरहरू कुनै अलि मजाले छुटेको थिएन। त्यहाँ नानीले चाहिँ मलाई मामु मैले पनि बनाउँछु भन्दै छिन्, तिमीले बिगार्छौ छोरी, अर्कोचोटि तिमीले बनाउने है भनेर, ठुली भएर बनाउने भनेर मैले भन्दै कुरा गर्दै हामी रङ्गोली बनाइरहेका थियौँ। अनि यो भिडियो चाहिँ मेरो सासु आमाले खिचिदिनु भएको हो। अनि उनले चाहिँ आमालाई इङ्ग्लिसमा सोध्दै छिन् यो कुन कलर हो कुन कलर, आमाले नेपालीमा भन्नुभएको छ। अनि नानीले चाहिँ होइन भन्दै इङ्ग्लिसमा भनिरहेछिन्। आमालाई केही आउँदैन भन्दै उनले चाहिँ आमालाई सिकाइ पनि रहेकी छिन्। यसरी हामी रमाइलो गर्दै हाँस्दै खेल्दै रङ्गोली पनि बनायौँ। अब यो बाहिरको मैले आउटर सेपलाई अलिकति फोकस गर्दै मैले आउटर सेप पनि बनाएँ। यसरी मैले बनाइसकेपछि अब चाहिँ मैले चाहिँ अब अर्को कलर लिएर त्यसलाई चाहिँ त्यो ग्यापहरूलाई मैले फिल गर्न थालेँ त। यसरी मैले यो सबै ग्यापहरूलाई फिल गरिसकेकी छु। र हेर्नुहोस्, अब अर्को ग्यापलाई चाहिँ मैले अर्को कलर लिएर फिल गर्दैछु। यसरी मैले सबै ग्यापहरूलाई फिल गरिसकेँ है त। यसो गर्दा यतिको देखिएको छ। अनि अब मैले चाहिँ त्यो बाहिरको भागलाई चाहिँ मैले फेरि अर्को सेप दिएर अलिकति फुलको बुट्टा भरेर मैले चाहिँ त्यसमा अर्को डिजाइन दिएकी छु। त्यसमा अहिले क्यामेरामा अलि त्यति देखेको छैन, मैले अलिकति जुम गरेर फोकस गरेर पनि देखाउने छु हजुरहरूलाई। यसरी नै मैले हेर्नु अरू पनि मैले ग्यापहरूलाई यसरी फिल गरिरहेकी छु। अनि यो छेउछेउमा चाहिँ मैले फुल बनाएकी छु सानो पिङ्क कलरले। सबै ग्यापहरूलाई अलिकति फिल गर्नको लागि, धेरै ग्याप नदेखियोस् भनेर मैले यहाँ फुल बनाएकी छु रङ्गोलीकै। यसको लागि चाहिँ हजुरले 4वटा थोप्ला दिएर सबैलाई भित्रतिर लग्नुभयो भने फिङ्गरको सहायताले सबै कलरलाई भित्रतिर लानुभयो भने यो कलर बन्छ। अब मैले यहाँ चाहिँ दियो बनाउन थालेँ। दियो चाहिँ मैले रातो कलर अनि पहेँलो अनि सुन्तला रङ गरेर मिक्स गरेर बनाएको छु, जसले यसलाई चाहिँ आगो बलेको चाहिँ फिल हुन्छ। अनि बिचमा चाहिँ मैले दियोको बिचमा चाहिँ पर्पल कलर एड गरिदिएको छु, जसले दियो अलि एट्र्याक्टिभ देखियोस् भनेर। ल हेर्नुहोस् है त, यतिको लाइटमा चाहिँ यतिको देखिएको छ डिजाइन। अनि भित्र मैले लक्ष्मी माताको पनि पूजा गरेँ। यसरी नै हजुरहरूले पनि गर्न सक्नुहुन्छ। जय लक्ष्मी माता।